नमस्कार साथीहरू, आज डे 2 कोरियन क्लास लिएर उपस्थित भएको छु। हजुरहरूलाई यस युट्युब च्यानलमा स्वागत छ। हिजो हामीले व्यञ्जन वर्ण पढियो भने आज हामीले स्वर वर्ण भोवेल साउन्ड पढिने छ। हिजोको जस्तै व्यञ्जन वर्ण दुई प्रकारको भयो जस्तै आज स्वर वर्ण पनि हामीले दुई प्रकारको पढ्ने छ। एउटा हो एकल स्वर वर्ण भने अर्को हो संयुक्त स्वर वर्ण। यसै पनि एकल स्वर वर्ण 10 वटा हुन्छ भने संयुक्त स्वर वर्ण 11 वटा हुन्छ। टोटल आज हामीले 21 वटा स्वर वर्णहरू लेख्न, पढ्न र उच्चारण गर्न सिक्नेछौँ। जसमध्ये हामीले अब हेर्न गइरहेका छौँ सिंगल भोवेल साउन्ड यानि कि एकल स्वर वर्ण। यसलाई कसरी लेख्ने, कसरी उच्चारण गर्ने भन्ने बारे हजुरहरूलाई मैले यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। ध्यान दिएर स्किप नगरिकन भिडियो पुरा हेर्नुहोला। हामीले अब स्वर वर्ण मध्ये सिंगल भोवेल यानि कि एकल स्वर वर्णलाई हेर्न गइरहेको छौँ। 1 नम्बरमा हुन्छ, तपाईहरुले लेख्न सजिलो छ। यसलाई यस्तो धर्को तान्नुस् अनि त्यसपछि यसलाई यसरी जोड दिनुस्। यसलाई साथी हामीहरुले अ उच्चारण गर्नुपर्छ भने 2 नम्बरमा छ, ठ्याक्कै यसको विपरीत गराइदिनुस्। यस्तो गराइदिनुस्। यसलाई हामीले आ उच्चारण गर्नुपर्छ। 3 नम्बरमा रहेको छ, यस्तो गर्नुस्, तलबाट यता ल्याउनुस्। यसलाई हामीले ओ उच्चारण गर्नुपर्दछ भने 4 नम्बरमा रहेको छ, ठ्याक्कै यसको उल्टो बनाइदिनुस्। यसलाई हामीले उ उच्चारण गर्नुपर्छ भने 5 नम्बरमा रहेको छ, यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस्। यसलाई हामीले य उच्चारण गर्नुपर्दछ भने 6 नम्बरमा रहेको छ, ठ्याक्कै यसको विपरीत गराइदिनुस्। यसलाई हामीले या उच्चारण गर्नुपर्दछ भने 7 नम्बरमा रहेको छ, त्यो गर्नुस्। यसलाई हामीले यो उच्चारण गर्नुपर्दछ भने 8 नम्बरमा रहेको छ, ठ्याक्कै यसको विपरीत बनाइदिनुस्। 9 नम्बरमा रहेको छ साथीहरू, यसलाई हामीले इ उच्चारण गर्नुपर्दछ भने 10 नम्बरमा रहेको छ, यस्तो। यसलाई हामीले उ उच्चारण गर्ने, यसलाई मात्रै भन्ने, उ होइन उ मात्रै उच्चारण गर्नुपर्दछ। र यसरी हामीले 10 वटा एकल स्वर वर्णहरू लेख्न र पढ्न जान्ने भएका छौँ। ल हेर्नुस्, यो भनेको अ उच्चारण हुन्छ साथीहरू। ठ्याक्कै यसको विपरीत चाहिँ के हुने भयो, आ उच्चारण हुन्छ भने यसलाई चाहिँ माथि फर्काइदियो भने ओ उच्चारण हुन्छ भने यसलाई चाहिँ तल फर्काइदियो, ठ्याक्कै यसको विपरीत भयो भने उ उच्चारण हुन्छ। अनि यसलाई य उच्चारण गर्नुपर्दछ। यसलाई यस्तो छ भने ठ्याक्कै यसको विपरीत भयो भने यसलाई हामीले या उच्चारण गर्नुपर्दछ। र यसलाई माथि फर्काइयो भने यस्तो देख्नु भने यो उच्चारण गर्नुपर्छ भने यसलाई यु उच्चारण गरिन्छ भने यसलाई धर्को मात्रै देख्नु भयो भने इ उच्चारण हुन्छ भने यस्तो छ भने यसलाई उ मात्रै उच्चारण हुन्छ साथीहरू। उ होइन कि उ मात्रै उच्चारण हुन्छ। अब हामीले सिंगल भोवेल साउन्ड पढिसक्यो भने अब हामी हेर्न गइरहेका छौँ संयुक्त स्वर वर्ण, कम्पाउन्ड भोवेल साउन्ड। संयुक्त स्वर वर्ण यो रहेको छ साथीहरू टोटल 11 वटा। अब हामीहरूले संयुक्त स्वर वर्ण जसमा चाहिँ 11 वटा रहेको छन् यसलाई लेख्न र उच्चारण गर्न हामीले सिक्नेछौँ साथीहरू। 1 नम्बरमा रहेको छ, तपाईहरुले हेर्न सजिलो तरिकाले बुझाउन गइरहेको छु मैले। यस्तै आ लेख्नुस् साथीहरू। यहाँ भए जस्तै आ प्लस इ, आ प्लस यो आ र यो इ मिलेर यो चाहिँ याद जस्तो, इङ्ग्लिस याद जस्तो भन्छ। यो दुईटा जोडेर यसलाई चाहिँ हामीले ए उच्चारण गर्नुपर्दछ साथीहरू। 2 नम्बरमा रहेको छ, यसलाई लिनुस् या।
या प्लस ई। अब यो यसलाई दुईटालाई कम्बिनेसन गराइदिनुहोस्, जोडिदिनुहोस्। यस्तो भन्ने भयो साथीहरू। यसलाई हामीले ए उच्चारण गर्नुपर्दछ भने 3 नम्बरमा यसलाई लिनुहोस् साथीहरू, अलाई लिनुहोस्। अ प्लस ई। अब यसो दुईटाको कम्बिनेसन गराइदिनुहोस्। यसलाई हामीले ए उच्चारण गर्नुपर्दछ साथीहरू। 4 नम्बरमा रहेको छ। यसलाई लिनुहोस्, यलाई लिनुहोस्। य प्लस ई गरिदिनुहोस्। यसलाई फेरि जस्तै सार्दिनुहोस्। य भयो, यो ई भयो। यसको उच्चारण हामीहरूले ए उच्चारण गर्दछौँ साथीहरू। भने 5 नम्बरमा रहेको छ। ओलाई लिनुहोस्। यो ओ लिनुहोस् प्लस यो आ लिनुहोस्। ओ र आ यस्तो लेख्नुहोस्। यसलाई हामीले उच्चारण गर्दाखेरि वा उच्चारण गर्ने भयो। ओ प्लस आ, वा भयो। 6 नम्बरमा रहेको छ साथीहरू। यसलाई ओ नै लेख्नुहोस् अनि प्लस यो याच ल्याइदिनुहोस् र यसको उच्चारण हुन्छ साथीहरू ओको ओ, याचको याच। यसलाई हामीले वे उच्चारण गर्नुपर्दछ भने 7 नम्बरमा रहेको छ साथीहरू। अब ओ भन्नुहोस् यस्तो प्लस यो ई, यहाँ भएको ईलाई लिएर आइदिनुहोस् र यसलाई जस्ताको तस्तै सार्दिनुहोस्। यसलाई पनि हामीले वे उच्चारण गर्नुपर्दछ। 8 नम्बरमा रहेको छ साथीहरू। उ लेख्नुहोस् प्लस व, अ भयो। उ प्लस आ गर्नुहोस् साथीहरू। ओ प्लस ओ भनेको यो उच्चारण गर्दा तपाईँहरूले ओ हुन्छ। उ लेख्नुहोस् प्लस अ लेख्नुहोस्, व उच्चारण भयो साथीहरू। 9 नम्बरमा रहेको छ। फेरि उ लेख्नुहोस् प्लस ए, यो यहाँको ए लेखिदिनुहोस्। यसको हुने भयो जस्ताको त्यस्तै सार्दिनुहोस्। यसको पनि वे उच्चारण हुन्छ साथी। 10 नम्बरमा रहेको छ साथीहरू। उ गर्नुहोस् प्लस ई गर्नुहोस्। यसको पनि जस्ताको त्यस्तै सार्नुहोस्। यसको हामीले उच्चारण उही गर्छौँ साथीहरू, उही। र 11 नम्बरमा रहेको छ साथीहरू। उ प्लस ई र यसको जस्ताको त्यस्तै सार्नुहोस् र यसको उच्चारण हामीले आधा उ हुन्छ नि, ई उच्चारण हुन्छ साथीहरू। यसमा नोट चाहिँ तपाईँहरूले के सम्झिन सक्नुहुन्छ भने साथीहरू नोटमा रहेको छ यो 3वटा उच्चारण चाहिँ एउटै जस्तै हुन्छ। वे उच्चारण हुन्छ, यो पनि वे उच्चारण हुन्छ, यो पनि वे उच्चारण हुन्छ भने यो पनि वे उच्चारण हुन्छ। र साथीहरू एकचोटि हामीले संयुक्त स्वरवर्णलाई हेर्न गइरहेका छौँ। यो याद जस्तो छ भने यसलाई ए उच्चारण गर्नुपर्छ भने यसलाई चाहिँ ए उच्चारण गरिन्छ भने यसलाई ए उच्चारण गरिन्छ। यसको उच्चारण हुन्छ ए, यसको हुन्छ वा, यसको हुन्छ वे, यसको नि वे हुन्छ भने यसको ओ हुन्छ साथीहरू। यसको उच्चारण हुन्छ ए, यसको हुन्छ वा, वे, व, वे, उही र यसको उच्चारण हुन्छ उही। यसको उच्चारण हुन्छ उही साथीहरू। आज हामीले यस सेकेन्ड डेमा स्वरवर्ण पढिसकेका छौँ भने साथीहरू यसलाई हामीले ए, वा, वे, व, वे, उही उच्चारण गरिन्छ साथीहरू। यसरी यस सेकेन्ड डेमा आज हामीले स्वरवर्ण टोटल 21वटा वर्डहरू लेख्न, पढ्न र उच्चारण गर्न सिकेका छौँ भने साथीहरू यस्तै भिडियोको लागि तपाईँले मेरो च्यानललाई गएर सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु भने मन परेमा लाइक सेयर पनि गरिदिनु हो र केही सल्लाह सुझाव दिनु परेमा कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। यसका साथसाथै साथीहरू भोलि फेरि डे 3 लिएर हजुरहरूमा उपस्थित हुनेछु। त्यससम्मका लागि आजलाई यो भिडियो टक्राउँदै बिदा हुन चाहन्छु। हस्त, नमस्ते, धन्यवाद। राम्रोसँग पढ्नुहोला।